विनोद चौधरीले आफ्नो आत्मकथामा लेख्छन्, म महिनामा आधा समय आकाशमा हुन्छु, आधा समय जमिनमा। र पनि उनले आर्थिक वर्ष 2070-71 मा नोबेल बैंकबाट 1 अर्ब 30 करोड जिके। यो उनको तलब बापतको रकम होइन, न त बैंकबाट लिएको ऋण नै हो। उनले अघिल्लो वर्षहरूमा पनि नोबेल बैंकबाट यसरी नै पैसा लिएका छन्। उनले संसार घुमिरहन्छ, नोबेल बैंकबाट उनलाई पैसा आइरहन्छ। यसरी घुमेर केही नगर्दा पनि पैसा आइरहन्छ भने त्यसलाई भनिन्छ पैसालाई काममा लगाउनु। आत्मकथामा उल्लेख भए अनुसार नोबेल बैंकमा चौधरीको 55% शेयर लगानी छ। अब 2070-71 को असार मसान्तको तथ्याङ्क अनुसार नोबेल बैंकको कुल पुँजी 3 अर्ब 65 करोडको 55% अर्थात् 2 अर्ब विनोद चौधरीको लगानी थियो। उनको भागमा 1 अर्ब 30 करोड रुपैयाँ पर्यो। तर त्यो पैसा कमाउन उनी आफैले बैंकमा गएर कहिले पनि काम गर्नु परेन। शेयर बजार यस्तो ठाउँ हो जहाँ पैसालाई काममा लगाइन्छ। हामीसँग कि पैसाको लागि काम गर्ने कि पैसालाई काममा लगाउने दुई विकल्प छन्। जागिर खानु अथवा स्वरोजगार हुनु पैसाको लागि काम गर्नु हो। महिनाभरि काममा जाऊ, महिना मरेसी तलब आउँछ। तर अर्को महिना काममा नजाऊ, तलब पाइँदैन। दिनभरि पसल खोलौँ, पैसा आउँछ। अर्को दिन पसल पुरै बन्द गरौँ, पैसा आउँदैन। यसरी काम गरे पैसा आउने, काम नगरे पैसा नआउनेलाई भनिन्छ पैसाको लागि काम गर्नु। धनी बाउ र गरिब बाउका लेखक रोबर्ट कियोसाकी भन्छन् कि मानिस पैसाको लागि काम गरेर कहिले धनी बन्न सक्दैन। मानिसले पैसाको लागि काम गरेर लाखौँसम्म त कमाउला, तर यदि उसलाई करोडौँ कमाउनु छ भने उसले आफ्नो पैसालाई काममा लगाउनुपर्छ। त्यसैले शेयर बजार भनेको यस्तो ठाउँ हो जहाँ पैसालाई काममा लगाइन्छ र यहाँ तपाईँको पैसा दिनरात मेहनत गरेर काम गर्दछ। ल आउनुहोस् अब राम्रोसँग बुझौँ कि यो शेयर बजार आखिरमा के हो र यसको सुरुवात कसरी भयो। र भिडियो सुरु गर्नु अघि म यो भन्न चाहन्छु कि तपाईँले यो भिडियोमा शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारी पाउनुहुनेछ, एकदमै सुरुवातदेखि। यदि तपाईँ शेयर बजारमा नयाँ हुनुहुन्छ र शेयर मार्केट के हो, लगानी कसरी गर्ने भन्ने सोचिरहनु भएको छ भने यो भिडियो तपाईँको लागि। साथै म तपाईँलाई यो कुरा पनि भन्न चाहन्छु, त्यसकारण मैले यहाँ भनेका कुराहरू एकदमै ध्यान दिएर सुन्नुहोस्। लाउनुहोस् अब सुरु गरौँ है त। आजभन्दा करिब 400 वर्ष पहिले लगभग 16औं शताब्दीमा इस्ट इन्डिया कम्पनीले सयौं जहाज बनाउने निर्णय गरे दुनियाँभरि आफ्नो जुट, लट्टा, कपडा आदिको व्यापार फैलाउनको लागि। तर त्यत्रो ठुलो योजना र सयौं जहाजहरू बनाउन कम्पनीको लागि एकदमै महँगो थियो र उनीहरूसँग त्यति धेरै पैसा पनि थिएन। त्यसैले आफ्नो प्रोजेक्टको लागि पुग्ने पैसा उठाउन वा सङ्कलन गर्न उनीहरूले आम जनतासँग पैसा उठाउने निर्णय गरे र आम जनताबाट पैसा मागे र उनीहरूले दिएको पैसाको अनुसार आफ्नो व्यापारको नाफाको हिस्सा दिने भनी एक एग्रिमेन्ट पेपर सबै लगानीकर्ताहरूलाई दिइयो। र यसले गर्दा इस्ट इन्डिया कम्पनीको व्यापार एकदमै बढ्यो, जसको कारण उनीहरूको नाफा पनि बढ्यो र साथसाथै ती पैसा लगाउने लगानीकर्ताहरूको पनि। र यसरी आफ्नो कम्पनीले दुनियाँको पहिलो स्टक मार्केट यानि शेयर बजारको आविष्कार गर्यो र त्यहाँदेखि कम्पनीहरूले लगानीकर्ताबाट पैसा उठाउने र आफ्नो व्यवसाय बढाउने चलखेल बढ्दै गयो र पछि यसले आफ्नो हरेक देशमा स्थापना गर्दै गयो। नेपालमा शेयर निष्कासन गरी सर्वसाधारणबाट पुँजी सङ्कलन गर्ने काम 1993 सालमा विराटनगर जुट मिल र नेपाल बैंक लिमिटेडले शेयर जारी गरिसकेपछि सुरु भएको हो भने 2050 माघ 20 गतेदेखि औपचारिक रूपमा शेयरको खरिद बिक्री सुरु भयो। यसरी नेपाली स्टक एक्सचेन्जको स्थापना भएको हो, जसलाई नेप्से पनि भनिन्छ र हालसम्म शेयर खरिद बिक्री सम्पूर्ण काम नेप्से मार्फत नै गरिन्छ र यो नेपालको एकमात्र स्टक एक्सचेन्ज हो र यसमा हालसम्म करिब 280 वटा कम्पनीहरू सूचीकृत छन्। ल अब यसलाई सुरु गर्नु अघि शेयर बजारप्रति रहेका गलत धारणाहरू वा जिज्ञासाहरू क्लियर गरौँ। पहिलो नम्बरमा रहेको छ शेयर बजारमा लगानी गर्नु एकदमै जोखिमपूर्ण छ। प्राय मानिस शेयरमा लगानी गर्न रुचाउँदैनन्।
बजारबाट राम्रो नाफा पनि कमाउन सक्नुहुन्छ। आशा छ यी कुराहरूले तपाईमा भएका गलत धारणाहरू हट्यो। अब हामी कुरा गर्न जाँदैछौँ शेयर बजारमा प्रयोग हुने टर्म्सहरू जस्तै आइपिओ, एफपिओ, राइट शेयर, बोनस शेयर इत्यादि। अब पहिले बुझौँ शेयर भनेको के हो। साथीहरू, कुनै पनि कम्पनीलाई सञ्चालन गर्नको लागि ठूलो रकम चाहिन्छ, त्यो पनि एकदमै धेरै। त्यसैले कम्पनीले हामी जस्तो जनता या सर्वसाधारणबाट पैसा उठाउँछ, जसलाई कम्पनीले शेयर जारी गर्नु भनेर भनिन्छ। र यसरी शेयर जारी गर्दा कम्पनीले सङ्कलन गर्ने पुँजीलाई ससानो भागमा टुक्र्याइन्छ। जस्तै यसलाई एउटा उदाहरणबाट बुझौँ है त। जस्तै एउटा राम भन्ने व्यक्तिको एबिसी कम्पनी छ र उसलाई कम्पनी सञ्चालन गर्नको लागि कुल 1 करोड पुँजीको आवश्यकता छ, तर उनीसँग मात्र 50 लाख छ। अब उसलाई चाहियो 50 लाख, जुन चाहिँ सर्वसाधारण व्यक्तिबाट उठाइन्छ, र अब त्यो 50 लाखलाई 100 रुपियाँको दरले टुक्र्याउँदा 50,000 सानो टुक्रामा विभाजित हुन्छ र हरेक टुक्रालाई 1 किता शेयर भनिन्छ। भने जुन किता छ 100 रुपियाँको, त्यसलाई कम्पनीको अङ्कित मूल्य अथवा फेस भ्यालु मानिन्छ। कम्पनी ऐन 2063 अनुसार साधारण 1 किता शेयरको मूल्य न्यूनतम 50 र त्योभन्दा बढी 10 ले भाग जाने जति पनि हुन सक्छ। तर प्राय जारी गरिने शेयरहरूको अङ्कित मूल्य 100 नै हुन्छ। अब कन्क्लुजनमा भन्नुपर्दा शेयर भनेको कम्पनीले पैसा उठाउनका लागि 100 रुपियाँको दरले जारी गरेको वा माग गरेको पैसा हो। र सो कम्पनीको शेयर किनिसके पछाडि तपाईँ त्यस कम्पनीको हिस्सेदार वा शेयर होल्डर बन्नुहुनेछ। अब म तपाईलाई शेयर कहाँ गएर किन्ने, कसरी किन्ने भन्ने कुराहरू अगाडि बताउने छु। सुरुमा बुझौँ शेयर बजार भनेको के हो। शेयर बजार भनेको शेयरको किनबेच यानि कि कारोबार हुने ठाउँ हो र शेयर बजारलाई 2 भागमा बाँडिएको छ, प्राथमिक बजार, द्वितीय बजार। यो दुईटाको बारेमा एकदमै बुझ्न जरुरी छ। अब लागौँ प्राथमिक बजारतर्फ। कम्पनी वा सरकारले पहिलो पटक जारी गरेको शेयरको कारोबार हुने बजारलाई प्राथमिक बजार भनिन्छ। पहिलो पटक कुनै पनि कम्पनीको शेयर जारी गरिएको छ भने त्यसलाई प्राथमिक निष्कासन पनि भनिन्छ। हामीले सुन्दै आएको छौँ नि कि शेयर खुल्यो भन्ने हल्ला। यो भनेको कुनै पनि कम्पनीले पहिलो पटक शेयर जारी गरेको र यसको मूल्य प्रति किता रु 100 हुन्छ। र यो निष्कासन गर्न कम्पनी कम्तीमा पनि 1 वर्ष सञ्चालन भएको हुनुपर्छ र क्रेडिट रेटिङ 4 भन्दा कम हुनु हुँदैन। यसले कम्पनीको पोजिसनलाई बताउँछु। यो भयो आइपिओ को कुरा। अब तपाईले यो कम्पनीले जारी गरेको शेयर कहाँ किन्ने त। अब आउँछ डिम्याट एकाउन्टको कुरा। चाहे पहिलो बजार होस् या दोस्रो बजार, तपाईले शेयर खरिद बिक्रीको लागि डिम्याट एकाउन्ट कम्पलसरी चाहिन्छ। जस्तै जसरी तपाईले पैसा राख्न वा झिक्न ब्याङ्क गएर एकाउन्ट खोल्नुहुन्छ, त्यसरी नै डिम्याट एकाउन्टले शेयर राख्न र किनबेच गर्न प्रयोग हुन्छ। जसरी हाम्रो पैसा सम्बन्धी कारोबार ब्याङ्कबाट गरिन्छ भने शेयर सम्बन्धी कारोबार डिम्याट एकाउन्टबाट गरिन्छ। र यो एकाउन्ट खोल्नको लागि तपाईले आफ्नो ब्याङ्क एकाउन्ट अथवा सेभिङ एकाउन्ट भएको ब्याङ्कमै गएर खोल्नु पर्दछ। यदि तपाईसँग सेभिङ अकाउन्ट छैन भने कुनै पनि ब्याङ्कमा गएर एकैपल्ट ब्याङ्क एकाउन्ट र डिम्याट एकाउन्ट खोल्न सक्नुहुन्छ। यसको लागि 250 शुल्क र 3 वटा फोटो र नागरिकताको फोटोकपी चाहिन्छ। यसको लागि 2-3 दिन समय लाग्छ र तयार भएपछि तपाईलाई डिम्याट एकाउन्ट नम्बर दिन्छ, जुन ब्याङ्क एकाउन्ट नम्बर जस्तै हो। अब डिम्याट एकाउन्ट बनाइसके पछाडि तपाईले आइपिओ शेयर किन्न सक्नुहुन्छ। यसको लागि तपाईले आफ्नो एकाउन्ट भएको ब्याङ्कमा गएर मेरो शेयरको फर्म भर्नुपर्ने हुन्छ र अरू काम ब्याङ्कले नै गरिदिन्छ। र एकदमै महत्त्वपूर्ण कुरा, तपाईले जति रकम बराबरको शेयर किन्न जाँदै हुनुहुन्छ त्यति रकम बराबर तपाईको ब्याङ्क एकाउन्टमा अनिवार्य हुनुपर्दछ, नत्र भने तपाईको त्यस आइपिओ को फर्म सबमिट हुँदैन र रद्द हुन्छ। जुन कुरा मेरो शेयरबाट तपाईले घरमै बसेर अनलाइन मार्फत मजाले गर्न सक्नुहुनेछ। कुनै पनि कम्पनीको शेयर गर्दा तपाईले कम्तीमा 10 किता यानि कि जसको मूल्य 1000 रुपियाँ बराबरको हुने गर्दछ। शेयर बाँडफाँड गर्दा सबै आवेदकलाई न्यूनतम 10 किता अनिवार्य रूपमा पर्दछ। यदि सबैलाई 10 किताको दरले बाँडफाँड गर्न पुगेन भने लकी ड्रबाट पाउने जतिलाई 10 किताको दरले बाँडफाँड गरिन्छ। कुनै पनि कम्पनीले आइपिओ जारी गरेको 4 देखि 1 हप्ता र बढीमा 15 दिनसम्म आइपिओ भर्ने म्याद तोकिएको हुन्छ र तपाईलाई आइपिओ परिसके पछाडि दोस्रो बजारमा करिब 3 हप्तादेखि 7 हप्ताको समय अवधिसम्ममा डिम्याट एकाउन्टमा आउँछ र डिम्याट एकाउन्टमा आइसकेपछि मात्र तपाईले दोस्रो बजारमा कारोबार गर्न सक्नुहुनेछ।